ओके अब चाहिँ म चाहिँ उता प्रे गर्न जाँदैछु। लेट्स सी यहाँ हो है गाइज। उनी गाई गर्ने बास्यो अरे। अब चाहिँ यता जङ्गल साइडतिर छिर्दैछौँ। यस्तो भोपाल ठाउँ गाई, सो पिसफुल। ए चाहिँ नोबोरी भन्दो रहेछ। सो पिसफुल, एकदमै पिस छ यता चाहिँ। यहाँ चाहिँ यस्तो सासानो मन्दिरहरू जस्तो चाहिँ धेरै रहेछ। यत्रो वर्डहरू लेखेको छ है। जङ्गलहरू जस्तै यत्रो बाक्लो छ यता। कहाँ जाने हो केही थाहा छैन। मान्छेहरू जता जतातिर त्यतै चाहिँ जाँदैछु। यहाँ उही यहाँ नि छिर्ने ठाउँ नि रहेछ। कस्तो आई एम लस्ट बिट्विन फक्सको बिचमा। यत्रो ठाउँ रहेछ क्या यहाँभित्र, थाहा नै थिएन। बाहिरबाट हेर्दा त यत्रो गेट मात्र थियो, यहाँभित्र छिरेपछि त यति धेरै गार्डन यत्रो छ क्या। यत्रो मावारी, यत्रो लामोवाला वाइटवाला। Guys, as you can see here, foxको दुनिया। सो यहाँ चाहिँ यस्तो दामी ठाउँ रहेछ कि यही होला कि मेन चाहिँ सायद। मैले चाहिँ त्यहाँ भर्खर प्रे गरेँ अनि यहाँ आएँ अनि यहाँ मान्छेहरू चाहिँ 5 रुपियाँ खोज्दै बसिरह। मलाई के गरे थाहा भएन। खतरा रहेछ है यहाँ ठाउँ चाहिँ, पुरै किङडमै जस्तो के। यहाँ एकदमै चिसो चिसो हुँदै आइरह। त्यहाँ गएँ म। अब चाहिँ यता साइडमा हो अनि त्यहाँबाट निस्किने होला सायद। गेस गाइज के छ यहाँ? क्योतोको जस्तै। म चाहिँ यहाँ छिरिसकेँ है त। लामोवाला रहेछ। फिल हुने के खान्जिरो हुने। वाउ यार, लेट्स गो। चिसो भयो गाई, जाडो हुँदै आइरह। टाइम कति 3:30 भएछ। सो बस बिस्तारै चाहिँ जानुपर्छ। आई गेस कि घुम्ने ठाउँ पनि भ्याइयो होला। त्यही हो। दामी रहेछ, एकदमै पुरानो होला यो सायद श्राइन चाहिँ। यता के छ होला? यहाँ देख्न सक्नुहुन्छ, सो क्युट है। यत्रो किङडमको होला सायद। यो चाहिँ वाउ नाइस, कति राम्रो। यो चाहिँ के फक्सहरूको स्पेसिस हो कि हो? फक्सहरू धेरै तरिकाको छ के हो टाइप्सको, आई डोन्ट नो। एकदमै पिसफुल छ है, यस्तो जङ्गल छ। सो पिसफुल। त्यहाँ चाहिँ क्योतोको भाइब्स आएको थियो हल्का।
So nice place to visit with family. आज मागेको सब विश पुरा होस्। यति धेरै है फक्सको, तर फक्स छ तर किन ऱ्याबिट जस्तै देखिरह। त्यहाँबाट सन आइरह। वाह कस्तो राम्रो देखिया। बब्बाल ब्युटिफुल प्लेस। म चाहिँ आज परी भएर आएको छु यस्तो ठाउँमा हिँड्न भनेर। माई ड्रेस इज नट एस्थेटिक। नेपालको याद आयो यतातिर। सो अब लेट्स गो। के छ हेरौँ त्यसपछि। बिहानी फुल छाती चन्द्रमा। सो कोल्ड गाइज। यता चाहिँ गर्मी नै आएको छैन कि। गर्मी नै मैले चाख्नै पाएको छैन कि गर्मी आएन कि। होन्तो नि उतो नाचुवा मादा किते नाइ सामुई तोकोरो देश कोको देवा। वो सब पुरानो पुरानो होला। ओल्ड जुन चाहिँ नयाँ पनि छ त्यो पुरानो होला सायद। Nice place to visit. Wow. म चाहिँ यहाँ बाहिर निस्किसकेँ। सबै घुमिसक्यो। अब चाहिँ कता जाने, घर जाने होला। यत्रो ठुलो रहेछ। क्या बब्बाल देखेको नि। यही हो आजको घुमघाम। झ्याउ लाग्दो एक्लै आएको भए आनन्द हुने बेस। यत्रो ठुलो रुख छ अनि यहाँ यस्तो दामी छ ठाउँ। यहाँ फुल छ। अब चाहिँ जान पर्ने हुन्छ गाइज। जान त मन छैन कि, तर पनि अब चाहिँ जान पर्ने हुन्छ। मान्छेहरू कोही चाहिँ भर्खर आइरह है। यो चाहिँ मलाई दामी लाग्यो। यहाँबाट नि छिर्दो रहेछ, यहाँबाट नि छिर्दो रहेछ। खै रमाइलो हो कि के हो, झ्याउ लाग्यो मलाई। म्याप अब चाहिँ जान पर्ने हुन्छ। यत्रो गेट छ। यहाँ लगाउँछ कि लगाउँदैन होला बेलुका। अनि जाडो नि भइरह है त गाइज। चिसो चिसो चिसो। अब चाहिँ म यस्तो बजार जस्तोमा छिरेको गाइज, तर मलाई थाहा छैन के किन्ने हो। भरे त भिडियो नि अन्नी भएर रहेछ कि आफ्नै स्किनले हातले गर्दा। सो त्यही हो उनागी पसलहरू जस्तो छ।
1500 यो चक्लेट हो कि डल हो एउटालाई कति छ गाइज 2600 ए 500 को ए कस्तो राम्रो यो चाहिँ कति हो यिनीहरूलाई 1800 किने मैले किचेन किनेको पिङ्की कलरमा